धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालकले। श्री कालीकोट स्पोर्ट्स क्लब कालीकोटद्वारा आयोजना गरिएको यो चौथो वडा अध्यक्ष तथा हनुमान कप समापन समारोहको अध्यक्षता गर्नुभएका वडा नम्बर 1 का अध्यक्ष एवं कालीगण्डकी गाउँपालिकाका प्रवक्ताज्यू, कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पाल्नुहुने सम्पूर्णलाई म कालीगण्डकी गाउँपालिकाको तर्फबाट, गाउँपालिका राष्ट्रिय महासङ्घको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन र नमस्कार व्यक्त गर्न चाहन्छु। आज सर्वप्रथम म यो स्पोर्ट्स क्लबलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। नेपालीहरूको एउटा ठुलो चाड, खास गरी मगर समुदायको अत्यन्त महत्त्वपूर्ण चाड माघीको सन्दर्भ पारेर वर्षेनी विगत 4 वर्षदेखि खुल्ला रूपमा भलिबल, पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमसहित यो चाडहरू मनाउने सन्दर्भ कार्यक्रम गरिराखेको छ। यसलाई पनि म पालिकाको तर्फबाट र आफ्नो तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्ता कामहरूले निश्चित रूपमा यो समाजमा रहेका यो हाम्रो संस्कृतिहरू लोप हुँदै गएका छन्। ती लोप हुँदै गएका संस्कृतिहरूलाई जगेडा गर्न प्रेरित भएको छ, प्रोत्साहन भएको छ। सँगसँगै युवाहरूको बिचको अत्यन्त लोकप्रिय रहेको खेल भलिबल, जसकोबाट युवाहरूको प्रतिभाहरू प्रस्फुटन गरेर युवाहरूको बिचमा एकाग्रमा अनुशासनको विकास गर्ने, गतिशीलताको विकास गर्ने, विकसित कामहरूमा अथवा विकासका कामहरूमा अगाडि बढ्ने सन्दर्भको कुरा जोडेको छ। यस्तो महत्त्वपूर्ण अथवा सृजनात्मक कामको लागि म यो क्लबलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यो माघे सङ्क्रान्ति करिब 5-6 दिन चल्ने यो उद्योग भनेर उत्पादन गर्नुपर्छ। उत्पादन भएका चिजहरू प्रशोधन गरेर विदेश निर्यात गर्नुपर्छ। तब मात्र हामी यो प्रकृति दिएको ठाउँ, त्यो ठाउँबाट उत्पादित भएको वस्तुहरू बाहिर निर्यात गरेर आम्दानीका स्रोतहरू बढाउन सकिन्छ। त्यसको माध्यमबाट मुलुकलाई सम्पन्न गर्न सकिन्छ, मुलुक धनी बनाउन सकिन्छ। एउटा साङ्केतिक रूपमा प्रस्तुत गर्नुभएको छ। म धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले उद्योग सञ्चालन सँगसँगै यस्ता प्रतिभाशाली युवाहरू जन्माउनको लागि, प्रतिभाहरू प्रस्फुटन गर्नको लागि आजको कार्यक्रममा पहिलो पुरस्कारको प्रायोजन गरेर सहयोग पनि गर्नुभएको छ। एउटा समाजसेवीले, एउटा उद्योगपतिले यस्तो सहयोगहरू गरिराख्नुपर्छ। यो सहयोग भएन भने यी क्लबहरूले काम गर्न सक्दैनन्। त्यसो हुँदा म उहाँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र आगामी दिनमा हामी पनि जनप्रतिनिधि साथीहरू पनि यस्ता कामहरू अथवा पालिकाहरू पनि उद्योगपतिहरूसँग जोडिन चाहन्छ। यस्ता उद्योगपतिहरूलाई हामी सम्मान गर्नुपर्छ। सम्मान गर्न सिकेनौँ, उद्योगलाई सम्मान गर्न सिकेनौँ, उद्योग गर्न सिकेनौँ भने फेरि हामी जहिले पनि विदेश गइराख्नुपर्ने, युवाहरू विदेश गइराख्नुपर्ने अवस्था सिर्जना हुन्छ। त्यसो हुँदा हामी जति सकिन्छ त्यो किसिमको उद्योगहरू सञ्चालन गर्ने, त्यसको माध्यमबाट रोजगारी सिर्जना गर्ने र हाम्रा यहाँ उत्पादन भएका यो अत्यन्त राम्रो भूमिबाट उत्पादन भएका प्राकृतिक अर्ग्यानिक चिजहरू हामी संसारभर निर्यात गरेर पैसा कमाउन सकिन्छ। त्यसको माध्यमबाट सम्पन्न अथवा धनी बन्न सकिन्छ। त्यो अभियानमा लाग्नलाई यस्ता मेलाहरूले, यस्ता माघे सङ्क्रान्ति मेलाले चेयरम्यान कप Indoor War Men's Volleyball Championship 2026. This is match number 14 between Kurdi Kaligandaki 1 and Kurdi Kalingar Palika 7. Now, introduction of match referee. The first referee is Mr. Deepak Sohan Moga. Similarly, the second referee is Mr. Bhuvan Sarumoga.
Now, presentation of starting players Libro and Cruz. Team B, Rayamaji 3-star. Number 1, Sujal BK. Number 3, Vishal BK. Number 4, Vinod BK. Number 6, Sugam BK. Number 9, Umesh Century, team captain. Number 19, Bipen BK. Number 13, Sushil Century Libro. And coach Sudeep Rana. Code B, Code A, Kaligandagi 1. Number 1, Sijan Somai. Number 2, Dhiren Rana. Number 5, Hari Pandey, team captain. Number 6, Kiran Dasali. Number 7, Amit Shrestha. Number 9, Vikas Lamithane. Number 3, Libro Sudeep Shrestha. Coach Navin Shrestha. Thank you. पहिलोने अंक वडा नंबर 1 लाई अंक 1-0. पहिलोने अंक रायमाझी 3-स्टार गरङलाई अंक 1 बराबर. राम्रो फिनिसिङ रायमाझी 3-स्टार गरङबाट अंक पनि गरङलाई अंक 2 बराबर. अहिले भने रायमाझी 3-स्टारबाट एक टच आइदा वडा नंबर 1 लाई अंक 3-2. अहिले भने रायमाझी 3-स्टारबाट बल गर्न सफल फाइदा वडा नंबर 1 लाई अंक 4-2. यसैबीचमा अतिथिको आसन ग्रहण गरिदिनुका लागि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री माननीय खेम सारेज्यूलाई आजको यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु.
त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनुका लागि यसै पाल्पा जिल्ला निवासी आदरणीय समाजसेवी व्यक्तित्व श्री परशुराम भट्टराईज्यूलाई पनि मञ्चमा अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। अहिले भने अङ्क वडा नम्बर 1 लाई अङ्क 5-3। राम्रो स्ट्राइक रायबाजी 3 स्टारबाट अङ्क रायबाजी 3 स्टारलाई अङ्क 4-5। रायबाजी 3 स्टारबाट नेट टच फाइदा वडा नम्बर 1 लाई अङ्क 6-4। राम्रो स्ट्राइक रायबाजी 3 स्टारबाट र अङ्क पनि रायबाजी 3 स्टारलाई अङ्क 5-6। राम्रो फिनिसिङ रायबाजी 3 स्टार अङ्क 6 बराबर। रायबाजी 3 स्टारबाट बल गर्न सफल फाइदा वडा नम्बर 1 लाई अङ्क 7-6। आजको यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि लुम्बिनी जिल्ला लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री माननीय खेम सारूज्यूलाई मञ्चमा आई आजको यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी समाजसेवी व्यक्तित्व तानसेन नगरपालिका 14 अर्गली निवासी श्री परशुराम भट्टराईज्यूलाई पनि मञ्चमा अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। कृपया जोरदार तालीसहित सम्मान गरौँ, स्वागत गरौँ। निकै महत्त्वपूर्ण व्यक्तित्व हामीले आज यस कार्यक्रममा पाएका छौँ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम सारू माननीय खेम सारूज्यूको उपस्थिति हामीले पाएका छौँ। आजको यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुका लागि आदरणीय समाजसेवी व्यक्तित्व पाल्पा जिल्ला तानसेन नगरपालिका 14 निवासी श्री परशुराम भट्टराईज्यूलाई पनि आजको यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। Hello भने अङ्क वडा नम्बर 1 लाई अङ्क 10-8।
एकबाट गरेको स्ट्राइक बाहिर फाइदा रैमाझी थ्री स्टारलाई अङ्क 9-10। यसै बिचमा अतिथिको आसन ग्रहण गर्नको लागि गुल्मी जिल्लाका डिएसपी आदरणीय व्यक्तित्व श्री नारायण अधिकारीज्यूलाई मञ्चमा अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। अङ्क 10 बराबर। अहिले पनि अङ्क वडा नम्बर 1 लाई अङ्क 11-10। राम्रो स्ट्राइक रैमाझी थ्री स्टारबाट र अङ्क पनि रैमाझी थ्री स्टारलाई अङ्क 11 बराबर। वडा नम्बर 1 बाट बल गर्न असफल फाइदा रैमाझी स्टारलाई अङ्क 12-10। अङ्क 12 बराबर। राम्रो स्ट्राइक रैमाझी थ्री स्टारबाट र अङ्क पनि रैमाझी थ्री स्टारलाई अङ्क 13-12। वडा नम्बर 1 बाट बल गर्न असफल फाइदा रैमाझी थ्री स्टारलाई अङ्क 14-12। फेरि पनि कन्टिन्यू नम्बर रैमाझी थ्री स्टार अङ्क 15-12। अतिथिको आसन ग्रहण गरिदिनुका लागि गुल्मी जिल्ला एसएसपी श्री नारायण अधिकारीज्यूलाई मञ्चमा अतिथिको एसपी गुल्मी जिल्लाका एसपी नारायण अधिकारीज्यूलाई मञ्चमा अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। अहिले पनि अङ्क वडा नम्बर 1 लाई अङ्क 13-16। बल राइट र सर्भिस नम्बरको मौका वडा नम्बर 1 लाई अङ्क 16-13 14-16 सरी।
फेरि पनि अङ्क वडा नम्बर 1 लाई अङ्क और क्या और क्या आक्रमण करने वाले और ये इलाका प्रभारी कार्यालय की दिया इस पर श्री जयपाल माजी जी ने बोली 10 साल की मासूम विरोधी में जाके महाराज बोले इलाका प्रभारी कार्यालय की दिया इंस्पेक्टर श्री जयन बहादुर माजी मंच में अतिथि भाषण गर्दै हुनुको लागि महाराज बोल्नुभएको छ फेरि पनि अङ्क वडा नम्बर 1 लाई अङ्क 16 18 फेरि पनि अङ्क वडा नम्बर 1 लाई अङ्क 17 19 अहिले भने अङ्क राईमाझी 3 स्टार अङ्क 20 17 राम्रो फिनिसिङ राईमाझी 3 स्टारबाट र अङ्क राईमाझी 3 स्टारलाई अङ्क 21 17 वडा नम्बर 1 बाट गरेको स्पाइक बल भइदियो फाइदा राईमाझी 3 स्टारलाई अङ्क लामो समयपछि अङ्क वडा नम्बर 1 लाई अङ्क 18 22 यसै बिचमा हामीलाई एउटा सहयोग प्राप्त भएको छ पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर 14 निवासी आदरणीय समाजसेवी व्यक्तित्व श्री परशुराम भट्टराईज्यूबाट यो कार्यक्रमको सफलताको कामना गर्दै नगद रु 5000 रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ उक्त सहयोग ग्रहण गरिदिनुका लागि यसै आजको यस कार्यक्रमका सभाध्यक्ष श्री कृष्णबहादुर लामिछानेज्यूलाई म हार्दिक अनुरोध गर्दछु अहिले पनि अङ्क वडा नम्बर 1 लाई अङ्क 19 23 अहिले पनि अङ्क
भाइमाझी 3 स्टार भाइमाझी 3 स्टारको अन्तिम अङ्क 24 छ भने वडा नम्बर 1 को अङ्क 19 24-19। अहिले पनि अङ्क वडा नम्बर 1 लाई अङ्क 20-24। फेरि पनि अङ्क वडा नम्बर 1 लाई अङ्क 21-24। फेरि पनि कन्टिन्यू नम्बर वडा नम्बर 1 लाई 22-24। सफलताको कामना गर्दै नगद रु 5,000 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। उहाँलाई पनि यस आयोजक परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। फेरि पनि कन्टिन्यू नम्बर वडा नम्बर 1 लाई अङ्क 23-24। त्यसका विरुद्ध 25 ल्याएर भाइमाझी 3 स्टारले पहिलो सेट